Hello everyone, once again welcome back to Conceptual Biology, and in this video we're going to talk about the question pattern, examination types and the marks weightage of the examination of MSc first semester zoology. And this video will be applicable for the students who are reading at Central Department of Zoology, Tribhuvan University, Kirtipur, Nepal. So without any delay, let's get into the video. सो फर्स्टमा आज हामी कुरा गरौँ जेनरली कतिवटा टाइपको एक्जाम हुन्छ भनेर सेन्ट्रल डिपार्ट अफ जुलोजी अन्तर्गत। सो फर्स्टमा जुन टियुआइओएसटीले निकालेको एकाडेमिक क्यालेन्डर छ 2081 ब्याचको लागि फर्स्ट सेमेस्टरमा पढ्नुभएका साथीहरूलाई। सो यो चारवटा एक्जामिनेसनलाई चाहिँ मैले हाइलाइट गरेर पनि राखेको छु एकाडेमिक क्यालेन्डरभित्रको। एन्ड दिज 4 एक्जामिनेसन्स आर भेरी मच इम्पोर्टेन्ट र यसको नै अब हामी कुरा गर्छौँ कस्तो टाइपले कुन प्याटर्नमा चाहिँ क्वेसन्सहरू हामीलाई सोध्छ र कति मार्क्सको एक्जाम हामीले दिनुपर्ने हुन्छ, कति आवरको त्यो एक्जाम हुन्छ, त्यो हरेक कुरा आज हामी यो भिडियोमा इन डिटेल कुरा गर्नेछौँ। सो यो रेड कलरले जुन यता साइडमा मैले हाइलाइट गरेको छु, दिज अल आर द एक्जामिनेसन डेट्स। सो यो एक्जामिनेसन डेट पनि याद गरौँ। एमएससी फर्स्ट इयरको जुन एकाडेमिक क्यालेन्डर अनुसार राखिएको डेटहरूमा लगभग एक हप्ताको तलमाथि हुन सक्ला, नभए यो टेन्टेटिभ यही पेरिफेरीतिर चाहिँ एक्जाम हाम्रो कन्डक्ट हुनेछ। सो फर्स्ट हाम्रो मिड टर्म एक्जामिनेसन हुन्छ, त्यस पछाडि प्री बोर्ड एक्जामिनेसन र फाइनलमा अब हाम्रो प्र्याक्टिकल एक्जाम हुन्छ एउटा, र त्यस पछाडि बोर्ड एक्जामिनेसन त मेन नै हुने भइहाल्यो। सो यो चारवटा एक्जामिनेसन्सको अब कस्तो तरिकाको मार्क्स वेटेज रहेछ भन्ने कुरा वान बाई वान अब हामी हेर्न लागिरहेका छौँ। सो लेट्स स्टार्ट विथ दि मिड टर्म एक्जामिनेसन। सो यो सिडिजेडभित्र मात्र प्राय एप्लिकेबल छ, किनभने हरेक कलेजको र सिडिजेडको मात्र चाहिँ यो यस्तो तरिकाले गरिएको हो एक्जामिनेसन प्याटर्न अब हामी हेर्न लागिरहेका छौँ। जुन अरू कलेजहरूमा डिफ्रेन्ट प्याटर्न हुनसक्छ। सो बेसिकली सिडिजेडमा पढिरहनुभएका साथीहरूलाई चाहिँ यो भिडियो एकदम हेल्पफुल हुनेछ। सो फर्स्टमा मिड टर्म एक्जामिनेसन सुरु गर्नुभन्दा अगाडि फर्स्ट के हुन्छ हाम्रो सब्जेक्टभित्र रहेको कोर्स कन्टेन्ट भन्ने कुरामा जाउँ। सो यो 501 र 506मा बायोसिस्टमेटिक्स एन्ड इभोल्युसन लेखिएको छ। यो अगाडिको हामीलाई दिएको दुईवटा भनेको कोड नम्बर हो। सो यो अगाडिको फर्स्ट इनिसियल 501 जुन देखिरहनु भएको छ यो थ्योरीको कोड हो भने 506 जुन पछाडिको छ यो भनेको प्र्याक्टिकलको कोड हो। सो यो कोडहरू हामीलाई थाहा हुन पर्यो। 501 बायोसिस्टमेटिक्स एन्ड इभोल्युसनको थ्योरी सब्जेक्टको कोड हो भने बायोसिस्टमिक्स एन्ड इभोल्युसनको प्र्याक्टिकल कोड 506 रहेको छ। सो यसै गरी 502, 503, 504 र 505 गरिकन यो फर्स्ट इनिसियल दिएको कोडहरू थ्योरी सब्जेक्टका हुन् भने 507, 508, 509 र 510 चाहिँ प्र्याक्टिकल कोड रहेका छन्। र यो 502 र 507 अन्तर्गत सेल एन्ड डेभलपमेन्टल बायोलोजी, 503 र 508 अन्तर्गत बायोकेमिस्ट्री एन्ड इम्युनोलोजी, 504 एन्ड 509 अन्तर्गत एनिमल एनाटोमी र फिजियोलोजी, र अन्तिममा रहेको छ 505 एन्ड 510 अन्तर्गत न्युरोनल एन्ड बिहेभियरल बायोलोजी। सो यो पाँचवटा कोर्स कन्टेन्टले नै एमएससी फर्स्ट सेमेस्टरको होल सिलेबसलाई कभर गर्दछ। अब एक्जाममा कसरी क्वेसन्स आउँछ अथवा कति मार्क्सको एक्जाम हामीले फर्स्टमा मिड टर्म दिनुपर्ने हुन्छ। सो फर्स्ट कुरा गरौँ मिड टर्म एक्जामिनेसनको। सो फर्स्ट हामीले थ्योरिटिकल एक्जामिनेसन दिन पर्छ 13 मार्क्सको एच सब्जेक्टको। सो यो पाँचवटा जुन मैले हजुरहरूलाई भने कोर्स कन्टेन्ट अर सब्जेक्ट इनसाइड द फर्स्ट सेमेस्टर अफ जुलोजी, एउटा सब्जेक्टको हजुरहरूले 13 मार्क्सको एक्जाम दिन पर्ने हुन्छ। सो 5वटा सब्जेक्ट छ हामीसँग, त्यही भएर 30 × 5 गरेर टोटल 65 मार्क्सको एक्जाम एटेम्प्ट गर्न पर्यो। द्याट इज 501को इन्डिभिजुअल 13 मार्क्सको एक्जाम दिनुहुन्छ, 502को पनि 13 मार्क्स, त्यसै गरी 505सम्म नै 13 मार्क्सको एक्जाम दिँदाखेरि टोटलमा 65 मार्क्सको एक्जाम हामीले दिन पर्ने हुन्छ। र यो 13 मार्क्सको एक्जाम दिँदै गर्दाखेरि हामीले जम्मी भनेको टाइम पाउने 1 घन्टा हो। सो 1 घन्टामा हामीले 13 मार्क्सको एक्जाम दिइसक्नु पर्ने हुन्छ। सो अब हामीले कुरा गरौँ प्र्याक्टिकल एक्जामको विषयमा पनि। अब यो प्र्याक्टिकल एक्जाम भनेर छुट्टै प्र्याक्टिकल एक्जाम नै मिड टर्मको एक्जामिनेसनमा लिने चलन त छैन, तर पनि के गरिन्छ भने हजुरहरूले बनाउनु भएको प्र्याक्टिकल सिट हेरिकन प्र्याक्टिकल फाइल कस्तो छ, मेन्टेनेन्स छ कि छैन, अर अप टु डेट छ कि छैन भनेर त्यसको आधारमा नै एउटा सब्जेक्टको 2 मार्क्स राखिएको छ। सो हरेक 5वटा सब्जेक्टको
हामीले 2 मार्क्स क्याल्कुलेट गर्ने हो भने ओभरअल 10 मार्क्स बन्न जान्छ। सो 506 को 2 मार्क्स, 507 को 2 मार्क्स, त्यसै गरी 510 सम्मको 2 मार्क्स सबैले हामीले क्याल्कुलेट गरेर निकाल्ने हो भने हाम्रो 10 मार्क्स रहेको हुन्छ। सो प्र्याक्टिकल फाइलको आधारमा हजुरले जम्माजम्मी 10 मार्क्स चाहिँ यहाँबाट हेर्नुहुनेछ होइन, अथवा 10 मार्क्सको क्वेसन्सहरू एटेम्प्टै गर्न त पर्दैन, तर पनि तपाईँको प्र्याक्टिकल फाइलको बेसिसमा नै तपाईँले त्यो मार्क्स पाउन सक्नुहुनेछ। अब 10मा कसैले 9 पाउनु होला, कसैले 10मा 10 पाउनु होला। इट डिपेन्ड्स अपन द फ्याकल्टी अफ दि सिडिजेट, उहाँहरूले हजुरलाई कसरी मार्क्स दिनुहुन्छ त्यसको आधारमा। सो ओभरअल हामीले बुझ्न पर्यो कुनै पनि मिड टर्म एक्जामिनेसन थ्योरिटिकल हामीले लेख्नुपर्ने एक्जाम चाहिँ 65 मार्क्सको हो 5वटा सब्जेक्टको, र 10 मार्क्स चाहिँ प्र्याक्टिकल फाइलको आधारमा निर्धारित हुन्छ। भन्नुको अर्थ 75 मार्क्सको चाहिँ हामीले मिड टर्म टोटलमा एटेम्प्ट गर्न पर्ने हुन्छ। त्यही कुरालाई नै मैले अब यतापट्टि लेखेको छु, यु क्यान चेक इट आउट। सो 13 मार्क्सको थ्योरिटिकल एक्जाम दिन पर्यो 5वटै सब्जेक्टको, र 2 मार्क्स चाहिँ प्र्याक्टिकल हुने भयो, 2 पञ्चे गर्दाखेरि 10 भयो। सो ओभरअल 75 मार्क्सको हामीले मिड टर्म एक्जामिनेसन दिने गर्छौँ। सो 13 मार्क्सको एक्जाम सधैँ हुन्छ, याद गरौँ मिड टर्ममा, र 1 आवरको टाइम राखिएको हुन्छ। अब लेट्स गेट इन्टु द सेकेन्ड एक्जामिनेसन, द्याट इज द प्री बोर्ड एक्जामिनेसन। अब प्री बोर्ड एक्जामिनेसनमा चाहिँ जेनरली हामीले हेर्छौँ भने 45 मार्क्सको एक्जाम हुन्छ, जुन अब मिड टर्ममा हामीले जेनरली 13 मार्क्सको थ्योरिटिकल एक्जाम दिएका थियौँ। यो 13 मार्क्सको थ्योरिटिकल एक्जामबाट अब हामीले एकैचोटि जम्प गरेर 45 मार्क्सको एक्जाम दिन पर्यो। सो 45 मार्क्सको एक्जाम प्री बोर्डमा हामीले दिनपर्छ, र बोर्ड एक्जाममा पनि 45 कै दिनपर्छ। अहिले हामी कुरा गर्छौँ सिमिलर प्याटर्नमा पनि क्वेसन सोध्छ जुन हामी हेर्ने नै छौँ। सो प्री बोर्डमा 45 मार्क्सको, र यसको लागि चाहिँ टाइम 2 आवर्स रहेको छ, र 13 मार्क्सको मिड टर्मको टाइम अघि नै मैले भनेको थिएँ 1 आवर रहेको छ। सो क्यालकुलेट गर्न सक्नुहुन्छ 501 को 45 मार्क्स सेपरेटली यसको एक्जाम, 505सम्म नै हामीले 45 मार्क्सको एक्जामिनेसन एटेम्प्ट गर्छौँ अथवा दिन्छौँ थ्योरिटिकल एक्जाम। सो ओभरअल 225 मार्क्सको यो हुन जान्छ 5वटै सब्जेक्टको क्यालकुलेट गरेर। सो प्री बोर्ड एक्जामिनेसनमा जब हामी यो 45 मार्क्सको एक्जाम दिइरहेका हुन्छौँ, एउटा कुरा के जानौँ भने रिजल्ट आउने बेला प्री बोर्ड एक्जामिनेसनको यो 45 मार्क्समा हामीले जति एटेम्प्ट गरेका छौँ त्यसलाई चाहिँ जेनरली डिपार्टले चाहिँ 15 मार्क्स अगाडिको जुन मिड टर्ममा 13+2 को क्राइटेरियामा छुट्याएको थियो मार्क्सलाई, त्यस्तै तरिकाले 45 मार्क्सलाई 15मा कन्भर्ट गरेर 13+2 गरेर इन्टरनली कन्भर्जन पछाडि मात्र रिजल्ट पब्लिस गर्ने गर्छ। सो पोइन्ट याद गरौँ, प्री बोर्ड हामीले दिँदा 45 मार्क्सको दिए पनि कन्भर्ट हुने आखिरमा त्यो 13+2 द्याट इज 15 मार्क्समा नै हो। सो नोटको रूपमा मैले यहाँ राखेको छु, द्याट इज द 45 मार्क्स अफ द थ्योरिटिकल एक्जामिनेसन विल बी फाइनली कन्भर्टेड टु 15 मार्क्स। सो यसरी बुझौँ, अहिलेसम्म हामीले 2टा एक्जाम दियौँ, एउटा मिड टर्म जुन 15 मार्क्सको नै थियो, द्याट इज 13+2 गरेर, ओभरअल रिटर्न चाहिँ 13 को भएको थियो, तर 2 मार्क्स प्र्याक्टिकल फाइलबाट मेन्टेन हुन्थ्यो भने अब यो प्री बोर्ड पनि हामीले दिने त 45 मार्क्सको हो, तर हरेक सब्जेक्टको जुन 45 मार्क्सको एक्जाम हामीले दिन्छौँ अब त्यो कन्भर्ट हुन्छ 15 मार्क्समा। सो मिड टर्म र प्री बोर्ड गरिकन अहिलेसम्म जम्मी हामीले 30 मार्क्सको मात्र एक्जाम दिइरहेका हुन्छौँ। सो यो याद गरौँ है। अब प्री बोर्ड एक्जामिनेसन पछि बल्ल आउँछ द फाइनल प्र्याक्टिकल एक्जामिनेसन। सो यो फाइनल प्र्याक्टिकल एक्जामिनेसन चाहिँ 25 मार्क्सको हुन्छ हरेक सब्जेक्टको, र सब्जेक्ट कोड याद गरौँ 506बाट सुरु हुन्छ। 506 को 25 भयो भने 510सम्म नै यो 25 मार्क्स रहेको हुन्छ, र यसलाई क्यालकुलेसन गर्दाखेरि 125 मार्क्सको हजुरले प्र्याक्टिकल एक्जामिनेसन दिनुपर्ने हुन्छ। सो मिड टर्म 15 मार्क्स, प्री बोर्ड 15 मार्क्स, र यो प्र्याक्टिकल 25 मार्क्स हामीले यसरी क्यालकुलेट गर्न सक्छौँ इच सब्जेक्टको लागि। र अब सबैभन्दा मेजर हामीले वेट गर्नुपर्ने अर लेट चाहिँ हाम्रो सेमेस्टर इन्ड हुनभन्दा अगाडिको लास्ट एक्जाम भनेको चाहिँ बोर्ड एक्जामिनेसन हो, जसमा चाहिँ थ्योरिटिकल रिटन एक्जामिनेसन हुन्छ, र यसको प्याटर्न सिमिलर टु प्री बोर्ड नै हुन्छ। क्वेसन प्याटर्न पनि मार्क्स वेटेज पनि, द्याट मिन्स हामीले 501 देखि 505सम्मको एक्जामिनेसन सबै 45 मार्क्स इच सब्जेक्टको एक्जाममा एटेम्प्ट गर्ने
भने गर्छौँ। सो अब क्यालकुलेट गरौँ, सिम्पली क्यालकुलेट गर्दाखेरि के भयो, मिड टर्मको कुरा गर्दाखेरि हामीले 15 मार्क्सको एक्जाम दिने गर्छौँ, 13+2 जुन मैले भने। प्रिबोर्डको कुरा गर्ने हो भने पनि 15 मार्क्स, तर एटेम्प्ट गर्छौँ हामीले 45 मार्क्सको, यसलाई कन्भर्ट गरिन्छ 15मा। र भर्खरै हामीले कुरा गऱ्यौँ प्र्याक्टिकल एक्जामिनेसन जुन छ त्यो रहेको हुन्छ 25 मार्क्स। र त्यसै गरी भर्खरै अब लास्ट बोर्ड एक्जामिनेसनको कुरा गर्दाखेरि यो ओभरअल 45 मार्क्सको रहेको हुन्छ। सो अब तपाईँले क्यालकुलेट गर्न सक्नुहुन्छ, अराउन्ड क्यालकुलेट गर्दाखेरि यो के हुन्छ त, इच सब्जेक्टको टोटल मार्क्स चाहिँ 100 हुन जान्छ। भन्नुको अर्थ एउटा सब्जेक्टको 100 मार्क्सको तपाईँले एक्जाम दिनुहुन्छ भने हामीसँग रहेको 5वटा सब्जेक्ट छ यो फर्स्ट सेमिस्टरभित्र, त्यही भएर फर्स्ट सेमिस्टरमा हामीले 500 मार्क्सको एक्जाम दिने गर्छौँ। त्यही कुरालाई मैले टेबलमा राखेको छु। द्याट इज अब थ्योरिटिकल सब्जेक्टमा मिड टर्म, प्री बोर्ड र बोर्ड एक्जामिनेसन गरेर यसरी एरेन्ज गरेको हुन्छ। मिड टर्म 15 मार्क्सको, प्री बोर्ड 45कै दिइन्छ तर कन्भर्ट 15मा गरिन्छ, बोर्ड चाहिँ 45मै जेनरली दिइन्छ र 45मै एज इट इज रिजल्ट आउँछ। टोटललाई हामीले क्यालकुलेट गर्दा 75 भयो र प्र्याक्टिकल 25, सो 75 + 25 गर्नुहोस्, तपाईँको 100 मार्क्स यहाँबाट आउने भयो। सो हजुरहरू सबैले दिन पर्ने भनेको इच सब्जेक्टको 100 मार्क्सको एक्जामिनेसन, अनि ओभरअल 5वटा सब्जेक्टको चाहिँ के हुने भयो, 500 मार्क्स हुने भयो। सो मास्टर्समा हामीले 500 मार्क्सको एक्जामिनेसन दिने गर्छौँ फर्स्ट सेमिस्टरमा, यो याद गरौँ। अब हामी कुरा गरौँ सिम्पली क्वेसन प्याटर्न। सो सेम कुरा यहीँ नै राखिएको छ जुन मैले भनेको छु हजुरलाई। अब क्वेसन प्याटर्न कुरा गर्ने मिड टर्मको भने हामीसँग टोटलमा क्वेसन रहेको हुन्छ जेनरली ग्रुप ए र ग्रुप बीमा। सो ग्रुप ए को कुरा गर्ने हो भने हामीलाई दिएको हुन्छ त्यहाँ 4वटा क्वेसन्स, 1देखि क्वेसन नम्बर 1देखि क्वेसन नम्बर 4सम्म हामीलाई क्वेसन्स दिएको हुन्छ। तर हामीले एउटालाई इराडिकेट अथवा एउटालाई चुज नगरिकन अर्को 3टालाई चुज गरेर त्यो मात्र एन्सर गर्न सक्छौँ। सो वी हेभ टु सल्भ ओन्ली 3 क्वेसन्स आउट अफ दि 4 क्वेसन्स, र एउटा क्वेसनको 3 मार्क्स रहेको हुन्छ। यसलाई तपाईँले लङ क्वेसन भन्दा पनि भयो, र 9 मार्क्सको तपाईँले ग्रुप ए को सल्भ गर्न पर्ने हुन्छ। अब जब ग्रुप बी को क्वेसन हेरिन्छ त्यहाँ 3टा क्वेसन दिइएको हुन्छ, द्याट मिन्स 5देखि 5, 6, 7। सो 3वटा क्वेसन्स मध्ये ओन्ली वी हेभ टु डु 2 क्वेसन्स, इच क्यारिङ 2 मार्क्स। सो 2 2s आर इक्वल टु 4। सो 4 मार्क्सको सर्ट एन्सर क्वेसन टाइपको ग्रुप बीमा हामीले एटेम्प्ट गर्न पर्ने हुन्छ। र यो ग्रुप ए को 9 मार्क र ग्रुप बी को 4 मार्क्सको लागि जम्मा जम्मी हजुरले 1 आवर टाइम मात्र पाउनुहुनेछ है। सो यो याद गरौँ। सो अब क्वेसन प्याटर्न हामी कुरा गर्छौँ प्री बोर्ड र बोर्डको। प्री बोर्ड र बोर्ड एक्जामिनेसनको क्वेसन प्याटर्न सिमिलर छ। ग्रुप ए र ग्रुप बीमै यहाँ जेनरली अगाडि मिड टर्म जस्तै डिभाइड गरेको हुन्छ। तर एउटा कुरा के फरक छ भने 4वटै क्वेसन दिए पनि हामीले 3टै गर्न पर्ने हो, बट क्वेसनको एउटा क्वेसनको वेटेजको कुरा गर्ने हो भने त्यहाँ चाहिँ फरक छ। अगाडि 3 मार्कको क्वेसन हुन्थ्यो भने एउटा क्वेसन, अब यो 10 मार्क्सको एउटै क्वेसन बन्छ। सो 3 × 10 इज इक्वल टु 30 मार्क्सको तपाईँले ग्रुप एमा एटेम्प्ट गर्नुपर्ने हुन्छ भने ग्रुप बी को कुरा गर्दाखेरि 7वटा क्वेसन दिएको हुन्छ, 5वटा गर्न पर्यो, र एउटा क्वेसनको 3 मार्क्स रहेको छ। द्याट मिन्स 15 मार्क्स चाहिँ ग्रुप बीबाट आउने भयो। सो 30 + 15 गर्दाखेरि 45 मार्क्सको एक्जाम दिन पर्यो प्री बोर्ड र बोर्ड एक्जामिनेसन दुवैमा, र यो 45 मार्क्सको लागि 2 आवर छुट्याइएको छ टाइम। अब यो 45 मार्क्स प्री बोर्डमा चाहिँ 15मा कन्भर्ट हुन्छ 13+2 को म्यानरमा, जेनरली त्यो डिपार्टले गर्ने कुरा भयो। तर बोर्ड एक्जामिनेसनको चाहिँ 45 मार्क्स एज इट इज कन्भर्ट नभइकन त्यसैमा अब मार्क्स जोडिएर 100मा अब हजुरले कति एटेम्प्ट गर्न सक्नुहुन्छ अथवा हजुरले कति ल्याउनुहुन्छ त्यसमा डिपेन्ड हुने कुरा भयो। सो अब कुनै पनि क्वेसन प्याटर्न हामीले प्र्याक्टिकल एक्जामिनेसनको कुरा गर्छौँ भने फिक्स हुँदैन, त्यहाँ चाहिँ जेनरली अब ब्याचलर्समा गरिएको टाइपको नै आउने हुन्छ। अब त्यो डिफ्रेन्ट डिपार्टमा अथवा डिफ्रेन्ट कलेजेसहरूमा फरक ढङ्गले हुनसक्छ। जस्ट यो प्री बोर्ड र बोर्डको एक्जामिनेसन प्याटर्न चाहिँ प्राय कलेजहरूमा मिलेको नै देखिन्छ। तर कतिवटा डिपार्टहरूले, कतिवटा कलेजहरूले प्री बोर्ड पनि 15 मार्क्सको अर लेट्स चाहिँ 13+2 म्यानरमै लिने गरिएको छ। तर पनि सिडिजेडमा चाहिँ 13+2 कन्भर्ट फाइनली गरिन्छ, एक्जाम लिँदा चाहिँ 45 मार्क्सकै लिइन्छ। सो अब हाम्रो आउन लागिरहेको मिड टर्म एक्जामिनेसनमा चाहिँ अलवेज याद गरौँ 13 मार्क्सको एक्जाम हुन्छ, र 13 मार्क्सको लागि 1 आवर
अबाउट टाइम दिएको हुन्छ। सो फाइनली क्वेसन प्याटर्नको कुरा गरिसके पछाडि आजको हामी भिडियो यति नै गर्छौँ। केही क्वेरी छ भने तल कमेन्टमा भन्न सक्नुहुन्छ। टिल देन स्टे सेफ, स्टे ह्याप्पी। थ्याङ्क यू सो मच। ह्याभ अ गुड नाइट एन्ड गुड डे।